किलोहरू धेरै भेटिन्छन्। भरत दाई निक्सन होइन निक्सन भाइ मलाई कस्तो लाग्छ भने मैले कसैलाई केही भनेको छैन। जाने मेरो घर फिल्मलाई औँला हाल्ने उचाल्ने पड्किने यहाँ गर्ने त्यहाँ गर्ने। अहिले औँला हालेर पड्किने मान्छेले भोलिको दिनमा औँला हाल्न सिकाउनु के भोलि ठाउँमा पुग्दा औँला हाल्नु बिचबाटमा नचोरुन् भन्न चाहन्छु क्या मैले। एक गणेश यार मेरै हेर न हो मेरै हेर त ए बारम्बार यार म त यहाँ चुप लागेको केही हजुर हजुर मेरै बुढीले त अनेक थरी 3 जना रानीले होइन कुरा लगाइ उचालेर कस्तो गर्दैछ म आफ्नै इक्जाम्पल भनिरहेको छु। अब के गर्ने के हेर्नु न त्यो सुन्ने मान्छेमा भर पर्छ क्या बुझ्नुभयो कि नै। नेक्समले अहिले मलाई मेसेज गर्न छोडे नि फेरि मलाई रिस उठे नि। गर्छु दाइ गर्छु म हल्का बिजी छु क्या दाइ हल्का पहिला जस्तो निक्सन भाइ ल जो जस्तो भए पनि राडी पुरी भए पनि आँखा नदेख्ने भए पनि नराम्रो काम गरेर हिँडे पनि आफ्नो लाइफ गरी खाउन् कि आफ्नो तनाव नलिएर बस्छन् के खाउँ मजाले खाउनु बस्छन् के अर्काको लाइफ किन बस्नु पर्यो किन गएर अरूको मेटरमा इन्टरफेयर गर्ने किन त्यस्ता रानीहरू। के गणेश सुत्न पाएन भने यति धेरै पीडा छ तिनीहरूलाई यार सुताइदिनु के छ र सुताउनुहोस् मैले भने हो मेरो छोरीले पनि सुनेकै थियो होला भोलि हो ठिक छ उसले दुनियाँ कुरा सुन्छ भने सुनोस् भोलि गएर उनीहरूले साथ दिउन् के बाबा यार। यस्तो हो के तिनीहरूले सीता भाउजूलाई उचालिरहेछन् होइन के त्यो परि आयो भने तिनीहरू आउँछन् देखा पर्छन्। सीता भाउजू कमेन्ट गर्नुहोस् त एकचोटि होइन 2 दिन आउँछन् 3 दिन आउँछन् के कुरामा लाग्ने होइन अनि 2 दिन आउँछन् 3 दिन आउँछन् त्यहाँबाट हराउँछन्। छोरो रे तिनले पाल्दैका छन् तिनले पैसा हालिदिएका छन् पाल्नलाई यार। त्यो सीता भाउजूले बुझ्नुपर्ने कुरा है। सीता भाउजू अरूले उचाल्दैमा तपाईँलाई होइन त्यो बुझ्नु भयो कि नै। भाउजूलाई पनि किन दोष दिने भाउजूलाई दोष दिने होइन के यो उचाल्नेले दोष दिने हो। बरीको नाम उच्चारण हुँदैन त्यो नाम लिनु उचालेर अरूले गरेको यो काम भाउजूले गरेको होइन। कमल उचालेर भोलिको दिनमा छ नि मैले पाल्नु छ भने ल्याएर पालेर राख्दा हुन्छ दम छ भने होइन। भोलिको दिनमा यति तलमाथि केही भएछ भने छ नि मैले त यसले यस्तो भन्यो भने त पक्कै थाहा पाउँछु। मलाई मेरो घर फेमिलीले मलाई भन्छ नै भन्छ भनेको दिनमा फेरि मैले भने नि मैले उल्टा मैले रेट्छु क्या मैले काट्दै ल्याउँछु क्या मैले जेल जान तयार छु म। निक्सन भाइ सुन्न मेरो कुरा जस्तै क्या आजको दिनमा यिनीहरूलाई ट्याग लगाउन गलत देखाउन नराम्रो भएर खुब मजा आएको छ नि त होइन। यहाँ भित्रको यथार्थ के हो भनेर यिनीहरूले कहिले बुझेका छन्। यो भित्रको यथार्थ क्या जब यो मसँग जोडिएका यी काण्डवालाहरूले बोले बाहेक अन्य व्यक्तिहरूले बोलेका छन् अहिलेसम्म बोलेका छैनन् नि त। किनभने हिजोको दिनमा मसँग आए जोडिए मेरो स्वार्थ लुटे स्वार्थ पुरा भयो अनि यिनीहरूले हो जाने यता यस्तो उता उस्तो त्यहाँ गएर रेकर्ड फाले खान उता गएर म्यासेज फाले खान उता गएर फोन गरेर यस्तो भने खान उस्तो भने खान होइन यिनीहरूले हो। र म आज चाहिँ यथार्थ कुरा सुनाउँदैछु को के को आवाज आएको के मैले आज चाहिँ यथार्थ कुरा सुनाउँदैछु। सबजनाले ध्यान दिएर सुने हुन्छ। यो कुरा सायद हाम्रो गफाडीलाई पनि थाहा छ होला र निक्सनलाई पनि थाहा छ होला यो कुरा र भरत दाइलाई पनि लगभग थाहा हुनुपर्ने हो यो कुरा। जबकि तिनीहरूका घरका आफ्ना मान्छेले खोइरी बाङ देउती माता भाग्न हुने बलि चढाउन घरमा तेरो बलि चढाउन लास ल्याउने भन्ने जबकि मार्न मान्छे अरू पठाउने त्यतिखेर मैले बचाएर हिँड्नु पर्ने कुनै मान्छे समस्यामा फसो त्यतिखेर कसैलाई समस्या नहोस् कोही मान्छेको जिन्दगी नमरोस् है भनेर हरेक गरेर मैले निकाल्न पर्ने अनि मलाई अहिले लात मार्नु पर्ने। हिजोका दिनमा तिनीहरूले बोलेका कुराहरू पनि त अहिले भन्न पर्यो के। म कविता बिष्टलाई के बोलेको थियो हिजोको दिनमा उनीहरूका शब्द मैले अब रेकर्ड सुनाउनु पर्यो यहाँ त बुढेसकाल हुन्जेलसम्म तँलाई हेला गर्दैनौँ मर्ने बेलासम्म लट्ठी टेकाएर भए पनि तँलाई सुखले पाल्छौँ ढुक्क ऊ पैसा हाल दिए गर तँलाई घरमा लगेर राख्छौँ घरमा लिएर आइज यो गर तो गर। तिमीहरूले एउटा एकल महिलाले छोराछोरी पालेर गरेर खाएको छ भनेर आँखाले देखी पोइ भाइ बेच्ने
अनि मेरो भयभरको सम्पत्ति खाइसकेपछि अब भनेको ट्यागहरूलाई लगाउने, तिमीहरूको चढ्तीकाला भनेको त घरको फ्यामिली बेच्ने होइन, तिमीहरूको चढ्तीकाला मैले सामाजिक सञ्जालमा खोल्न पर्ने हो। चढ्तीकाला तिमी खैरीबाङ देउतीमा भनेको कस्तो खालको देउता हो थाहा छ तिमीहरूलाई? खैरीबाङ देउती मातालाई भाकल गर्ने तँ कुनै सन्तान हुन्छ, तँ कुनै फ्यामिली हुन्छ? तेरो बलि चढाउनलाई तेरो लास मात्रै घरमा आओस् भन्ने शब्दहरू त अहिले पनि रेकर्ड बजाउनु पर्यो, यहाँ रेकर्ड सुन्नु पर्यो। एउटा केटा मान्छे मरिरहेछ, पल 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 रेटिएर मरिरहेछ, सहरमा जान्छ मान्छे लगाएर मार्ने, दुनियाँ ठाउँमा जान्छ, अनेक कमाउने ठाउँमा जान्छ, अनेक लालछाना लगाउने, अनेक ठाउँमा जान्छ, हरेक ठाउँमा रेटिने। तिमीहरूलाई चाहिँ बिचरा आउने, केटा मान्छेलाई चाहिँ बिचरा नआउने। तिमीहरूलाई अन्याय परेको छ भने न्याय माग्ने ठाउँ अदालत छैन र? छ त, अदालतमा जाऊ न। कविताले यति हाम्रो सम्पत्ति खाइदी, यति हाम्रो सम्पत्ति लुट्दी, कविता मेरो घरमा थालताप नआइदी भन, हाल न मुद्दा। तिमीहरूले मुद्दा हाल्ने र मलाई केस गर्छु भन्नुभन्दा अगाडि नि तिमीहरूको हातमा हातकडी लगाउन सक्ने मसँग प्रमाण र प्रुफ छन्। के सोचेको छौ तिमीहरूले? जहाँ पनि मलाई रगट्ने, जहाँ पनि मलाई रगट्ने। तिमीहरूले हिजो मेरो सम्पत्ति खानलाई घर ल्याएर पाल्छु भन्ने, अनि आज मलाई चाहिँ ट्याग लगाएर राखिदिनु पर्ने। मेरो छोरीको जिन्दगी छैन, मेरो जिन्दगी छैन। तिमीहरूले मलाई जता पनि रगट्न खोज्ने। मैले यो कुरा ठाउँमा गएर बोल्नु पर्ने। हिजोको दिनमा मलाई यसरी म एक्लै गरेर खाइरहेको मान्छेलाई मेरो सम्पत्ति देखेर चाहिँ यसरी मलाई लज्जित बनाएर नजिक बनाएका हुन् भनेर तिमीहरूका रेकर्ड बजाइदिनु पर्ने। मैले त्यहाँनिर गएर रेकर्ड बजाउनु पर्ने हो मैले त्यहाँनिर गएर। तिमीहरूको त सिउँदो तेरो त नि त जुन छेस नि त दुनियाँले अम्लो उचालेर उचालिने वाली तेरो त उहिले जमानामा तेरो सिउँदो त बिदुइनी भएर सिउँदो मेटिसक्थ्यो। म जिउँदो नभएको भए मैले बचाएर तेरो सिउँदो अहिलेसम्म भरिएको हो। कवितालाई आज पनि टकटक, भोलि पनि टकटक, पर्सि पनि टकटक होइन। तेरो मैले सामाजिक सञ्जालमा नि जब मेरा पीडाहरू पोख्न थाले भने नि तेरो त माइतीले पनि तेरो मुख हेर्न सक्दैनन् र तेरो आफन्तले नि मुख हेर्न सक्दैनन् र हिजोका मैले रेकर्ड सुनाउन थाले भने नि तेरा घर परिवारको खैलो उतारेर पहिले जेलमा चाहिँ तिमीहरूका सन्तानलाई हाल्छु नि। फेरि मलाई बारम्बार मलाई नजोडाओ। मेरो छोरीको भविष्य बनाउनै बाँकी छ। म हिजोको दिनदेखि नै 12 वर्ष अगाडिदेखि कविता बिष्ट कस्तो हो के हो दुःख पाएर यो ठाउँमा आएको भनेर मलाई चाहिँ पब्लिकमा चिनेर मेरा भगवान रूपी कस्टमरले मलाई माया सम्मान इज्जत गरेर चाहिँ मेरो व्यवहार बिजनेस मैले गरेर खाएको। तिमीहरूले कसैले पनि मलाई आएर साथ दिएर मेरो दुःखमा तिमीहरूले सहायता गरेर तिमीहरूबाट 1 रुपियाँ कमाएर खाएको छैन। फेरि यो कुरा पनि बुझिराख तिमीहरू राँडीहरूले। जबकि तिमीहरू आफ्नो पोइ हुँदै आफ्नो पोइसँग सम्बन्ध राम्रो हुँदै पराई पुरुषसँग सुतेको तिमीहरूको पोइले देख्छ भने तिमीहरूलाई राम्रो गर्छ। अनि तिमीहरूले अरूलाई अनि उचाल्न जाने लाज लाउन्न अलिकति। आज म दिवसी महिलालाई त तिमीहरूले अर्काको बुढो दिएर ट्याग लगाइदिन्छौ। अनि त्यसका घर फ्यामिलीले मलाई हिजोको दिनमा लोभ लालचमा फसाएर मलाई यो दिन ल्याइदिन्छ भने तिमीहरू भनेको त नि समाजले थुकेका, तिमीहरूका पोइ फ्यामिलीले थुकेका, तिमीहरू भनेको नि गन्धे आइमै हो। सामाजिक सञ्जालमा